महेशजीले जेएलपीटी N5 तहको एउटा व्याकरण ग्रामर सम्बन्धी प्रश्नको हल गर्ने कोसिस गर्नुभएको छ। प्रश्न: वाताशी वा नेकोमो इनु खाली ठाउँ सुकिजा आरिमासेन। वाताशी वा नेकोमो इनु खाली ठाउँ सुकिजा आरिमासेन। व्याकरणको नियम र व्याख्या। 1. शब्दको अर्थ: नेको बिरालो, इनु कुकुर, सुकिजा आरिमासेन मन पर्दैन। 2. पार्टिकल मोको प्रयोग। जापानी भाषामा मोको अर्थ पनि हुन्छ। यदि पहिलो नामसँग मो प्रयोग भएको छ भने त्यसपछिको अर्को मिल्दो नामसँग पनि प्राय मो नै प्रयोग गरिन्छ। यहाँ मलाई बिरालो पनि नेकोमो भनिएको हुनाले कुकुरको पछाडि पनि पनि नै राख्नुपर्ने हुन्छ। 3. विकल्पहरू। अप्सन्स। 1. गा यो सामान्यतया मनपर्ने कुरा जनाउन प्रयोग हुन्छ, तर यहाँ पनिको प्रसङ्ग छ। 2. तो यसको अर्थ र हुन्छ, बिरालो र कुकुर। 3. ओ यो अब्जेक्ट जनाउन प्रयोग हुन्छ। 4. मो यसको अर्थ पनि हुन्छ। सही उत्तर। सही विकल्प 4 मो हो। पूर्ण वाक्य। वाताशी वा नेकोमो इनु मो सुकिजा आरिमासेन। मलाई बिरालो पनि र कुकुर पनि मन पर्दैन। विद्यार्थीका लागि सुझाव। टिप: भिडियोमा भनिए झैं यदि वाक्यमा नाउन 1 प्लस मो प्लस नाउन 2 प्लस खाली ठाउँ छ भने त्यो खाली ठाउँमा पनि मो नै आउने सम्भावना धेरै हुन्छ। यसले यो पनि र त्यो पनि भन्ने अर्थ दिन्छ। तपाईलाई जापानी भाषा सिक्न यसले थोरै भए पनि गर्नेछ भन्ने आशा छ। प्लिज लाइक, कमेन्ट, शेयर, फलो गरिदिनुहोला है। तपाईकै महेश सेन्सेई।